गौरमा कर्फ्यू लागेको छ। जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार शनिबार दिउँसो 1 बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो। कर्फ्यू आदेश जारी भएका क्षेत्रमा कुनै व्यक्ति आवत जावत गर्न, भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पूर्वमा मुडवलवा गेट, पश्चिमतर्फ ललबैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्म कर्फ्यू आदेश जारी गरिएको छ। कर्फ्यू आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने सिडिओ दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। गौर नगरपालिका 6 सबगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। झडप सुरु भएको आज 3 दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन। शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर 6 बुँदे सहमति गरेका थिए। शनिबार बिहानदेखि पुनः विवाद सुरु भई झडप र आगजनी सुरु भएको झडपमा 6 जना घाइते भएका थिए। प्रहरीतर्फ पनि 2 जना घाइते भएका छन्। झडप चर्किँदै गएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सयौं